दुःख जन्माउने हो। अब तपाईँ दुःखसँगै भिड्न गयो भने उसले त जन्माइरहन्छ। तपाईँको अज्ञानता घटेको होइन, अनि दुःख उसले जन्माइरहन्छ। दुःखलाई काट्दै गर, फेरि अर्को दुःख आउँछ, फेरि काट्दै गर अर्को। विचार गर्नुहोस् त, यो उमेरसम्ममा कतिवटा दुःख हामीले काटिसक्यौँ र अब कुन बेला सकिन्छ यो दुःख? टुङ्गो छ। अब कुन उमेरमा यो दुःख सकिन्छ? टुङ्गो छ। यसको मतलब हामीले बहुत ठुलो गल्ती गरिरहेका छौँ, दुःख काट्ने गल्ती। दुःख काट्ने होइन, दुःखको कारणलाई काट्ने। कारणलाई काट्दियो भने दुःखै आउँदैन, सक्यो कुरा। तर मान्छे एकोरो भयो। एकोरो भनेको भौतिक दुःख र मानसिक दुःख फरक भन्ने कुरा उनलाई थाहा भएन। भौतिक दुःख भनेको कस्तो भने मैले खान पाएन भने मैले खाना खोजेर जसरी पनि ल्याउँछु, खाना खाएपछि मेरो दुःख गयो त्यो बेलाको लागि। मैले लुगा पाएन, लुगा खोजेर ल्याएँ, त्यो दुःख गयो त्यो बेलाको लागि। भौतिक दुःख त यस्तो हुन्छ। तर